सुरहरू दिनलाई खाइसक्यो बाटोहरूलाई पनि पिस गराएको छैन। त्यस्तो पनि हुन्छ। तिमी दुईजना बाँडेर खानु ल। डेटिङ आउने स्टाइल हो क्या यो। सबैजना सन्चै हुनुहुन्छ आयो सबैजना सन्चै हुनुहुन्छ लाई। आज चाहिँ हामी छोटो त्यो माथिको डाँडा देख्नुहुन्छ नि हजुरहरू। ठाउँमा तपाईँहरूले चाहिँ एकदमै रमाइलो रमाइलो दृश्यहरू चाहिँ देखाउने प्रयास गर्दैछौँ हामीहरू होइन। अनि प्रयास पनि गर्दैछौँ। कति मिनट लाग्छ के लाग्छ होइन। अब त्यो डाँडासम्म जाँदाखेरि पहिला हामी दुईचोटि गइसक्यो हो र जान्छौँ। तपाईँहरूलाई चाहिँ देखाउने प्रयास गर्नेछौँ। जतिहरूलाई चाहिँ बाहिरबाट हेर्दै हुनुहुन्छ यहाँ जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई राम्रो लाग्छ भने आएर यहाँ सुर्खेत भेटिज गर्न सक्नुहुन्छ। सुर्खेत सिटी एकदमै बबाल छ। त्यो डाँडाबाट पनि देखाउँछ मैले तपाईँहरूलाई। यहाँ हाम्रो सुर्खेतकै कस ठाउँ हो भनिदिउँ त सबैलाई। र हाम्रो सुर्खेत एकदम राम्रो ठाउँ छ। यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्रहरू छन् है। आज चाहिँ हामी सुर्खेतको बैलकाडा भन्ने ठाउँमा जाँदैछौँ जहाँ सुर्खेतको सम्पूर्ण भ्यालीहरू देखिन्छ। त्यहाँ गएर चाहिँ आज हामी तपाईँहरूलाई त्यहाँ गएर हामी तपाईँहरूलाई सुर्खेतको दृश्य देखाउनेछौँ। हामी सुर्खेत भ्याली देखाउनेछौँ। सुर्खेतलाई चाहिँ प्रमोट गर्ने कोही पनि मान्छेहरू भएन कि अहिलेसम्म है। सुर्खेतमा भलङ्गै बनाउने मान्छेहरू भएन कि। अब हामीहरू सुरुवात गर्दैछौँ गाइस। हामीहरूलाई चाहिँ साथ सपोर्ट दिनुपर्छ है हजुरहरूले। तपाईँले टेन्सन गर्नुहुन्न। तपाईँहरूलाई हामीले सुर्खेतको नयाँ नयाँ ठाउँहरू कस्तो लाग्छ पर्यटकीय क्षेत्रहरूको बारेमा हामी तपाईँलाई सधैँ अपडेट गरिरहनेछौँ। मान्छेहरू चाहिँ कहाँबाट आएर चाहिँ यो ठाउँको फोटोहरू खिच्छ भिडियो बनाउँछ होइन। तपाईँ पनि आउनु सक्नुहुन्छ है। हेर्नु त कति दामी फुलहरू। त्यस्तो ठाउँलाई चाहिँ देखाउनै पर्यो होइन। देखाउनै पर्यो। व्यक्तित्व बनाउन आउनुहोस् है साथीहरू। गर्नै पर्यो यस ठाउँलाई चाहिँ प्रमोट त गर्नु पर्यो। अहिलेसम्म हेऱ्यौँ होइन सुर्खेतलाई चाहिँ अहिलेसम्म कसैले पनि प्रमोट गरेन कि। अब चाहिँ हामीहरू चाहिँ के गर्ने प्रयास गर्दैछौँ। हजुरहरूले चाहिँ कमेन्ट गरेर हामीहरूलाई चाहिँ सब्सक्राइब गरेर युट्युब च्यानल बाई। तिमीलाई थाहा छ यो ठाउँ कुन ठाउँ हो यो? यो शिवालय चोक। यसलाई चाहिँ के भन्छ? शिवालय चोकतिर छौँ अहिले हामी कपासीतिरको लाइनमा छौँ अहिले। कपासीतिरको लाइनमा छौँ। तपाईँहरू चाहिँ माथि र डाँडातिर जुन ठाउँमा घुम्न चाहनुहुन्छ भने चाहिँ आयो भने चाहिँ यो बाटो चाहिँ जानु होला। एकदमै सर्टकट पनि राम्रो पनि अनि पिच गरेको छ। अपलोडहरू छैन त्यस्तो अनि दामी छ बाटो। यो बाटो चाहिँ आउनु होला है। यो बाटो आउनु होला। यो बाटो दैले जान्छ उता बैलकाडा। अहिले हामी बैलकाडा जाँदैछौँ नि। यही बाटो जाँदैछौँ हामी। राम्रो छ बाटो एकदम पिच गरेको छ होइन। राम्रो छ। प्राकृतिक बनावटहरू छ रुखहरू छ होइन। यताउति फुलेको फुलहरू लारी गुराँसहरू सबै पाउँछ। तपाईँहरूले त्यो सिटीभित्र मात्र देख्नुभयो। अहिले तपाईँहरूलाई माथि सुर्खेत माथि डाँडाबाट देखाउने छौँ हामीहरूलाई। त्यस कस्तो लाग्छ कमेन्ट गर्नु होला है। मन पर्यो भने चाहिँ घुम्न सक्नुहुन्छ। हाम्रो सुर्खेत आएर कस्तो लाग्छ दिनु होला। सिजनमा चाहिँ एकदमै डाँडामा गएर चाहिँ कस्तो मजा आउँछ है। एकदम सर्र हावा चल्छ। डाँडामा गएर सुर्खेतको भ्याली भ्यू हेर्न वाउ क्या देखाउने छ। मैले तपाईँहरूलाई चाहिँ सरप्राइज है एउटा है। अहिले चाहिँ हामी चाहिँ यहाँ धेरै नभनौँ यसको बारेमा। तपाईँहरूलाई माथि नै गएर देखाउने छौँ। तपाईँहरू हेर्दै जानुहोस् है। साँचोबाट चाहिँ गर्दै गर्नुहोस्। माया चाहिँ गरिदिनु ल है। हामी चाहिँ यो भर्खरै खोलेको युट्युब च्यानल हो अनि गरिदिनुहुन्छ भने आशा गरेका छौँ। हामीले गरिदिनुहुन्छ अभियसली। हाम्रो सुर्खेतलाई चाहिँ हामीले एउटा प्रब्लम मात्र नभएर यहाँ सुर्खेतको हरेक इलाका हरेक ठाउँ हरेक उयोहरूलाई चाहिँ विभिन्न पर्यटकीय स्थलहरूलाई चाहिँ हामीले चिनाउने प्रयास गर्नेछौँ। हजुरहरूले पनि साथ दिनुपर्छ। हजुरहरू बिना त हाम्रो सम्भवै छैन कुनै कुराहरू पनि। तर छैन नि त होइन। तपाईँहरूको माया साथ सपोर्टले नै हामी अगाडि बढ्यौँ र तपाईँले जति माया गर्यो हामी त्यति नै तपाईँले नयाँ नयाँ ठाउँ नयाँ नयाँ चिज वस्तुहरू देखाउने छौँ। यो कपासे देख्नुभयो? यो कपासे हो है। यो डाँडातिर अब उल्किँदैछौँ हामीहरू चाहिँ उकालोतिर लाग्दैछौँ। हेर्दै जानु होला। अब यहाँबाट चाहिँ मेन यो कपासे देख्नुभयो? यो कपासे हो है। यो डाँडातिर अब उल्किँदैछौँ हामीहरू चाहिँ उकालोतिर लाग्दैछौँ। हेर्दै जानु होला। अब यहाँबाट चाहिँ मेन सुर्खेत बजार देख्दै जान्छ। तपाईँहरू पनि हेर्दै जानुहोस् है। आर्मी क्याम्प आउँदैछ है। आर्मी क्याम्प यो आर्मी क्याम्प हो। यहाँ आर्मीहरू बस्छ। हाम्रो घुम्ती रोड लैजाऊ कि ड्राइभर कि दाइ भन्ने तपाईँ एउटा घुम्तीमा त्यस्तै फिल हुन्छ। तपाईँहरूले यहाँ आएपछि आनन्द प्रकृतिको मजा लिएर चराचुरुङ्गीको आवाज सहित तपाईँहरूले मजा लिन सक्नुहुन्छ यात्रा गर्दाखेरि चाहिँ।
आउन सक्नुहुन्छ है दामी कुनै ठाउँमा पनि अफरोड भेट्नु हुँदैन तपाईँहरू यहाँ आइसकेपछि र डाँडामा गएपछि तपाईँहरूलाई छुट्टै आनन्द आउँछ त्यो त भन्नै पर्छ तपाईँले अलिक देखाउने नै छ त्यो कुराहरू चाहिँ एउटा अहिले सरप्राइज छ लास्टमा देख्न सक्नुहुन्छ तपाईँहरूले छुट्टै फिल हुन्छ कि यो गर्मी सिजनमा तपाईँहरू जहाँ पनि हुनुहुन्छ होइन जुन चाहिँ ठाउँबाट हेर्दै हुनुहुन्छ भने चाहिँ एकचोटि हामीहरूको भगलाई हेरेर एकचोटि मजा लिन सक्नुहुन्छ है तपाईँहरू पनि एकदमै घरमा बसेर अब हुन्छ नि एकदमै अब त्यो सोचहरू धेरै आउने होइन कोठाभित्र बसिरहनु भएको छ भनेपछि बोर्ड फ्रेस गर्नको लागि काहीँ न काहीँ त निस्किनु पर्छ कि होइन काहीँ न काहीँ निस्किनु पर्छ अनि आफ्नो ठाउँलाई प्रपर गर्नुहोस् अनि धेरै बेरसम्म एक्लै बस्यो भने कोठाभित्र के के अरू आफ्नो कामहरू हुन्छ होइन त्यो चाहिँ गरिदिनु होइन त्यतिकै चाहिँ नबस्नु के त्यतिकै के अरे खाली दिमाग के भन्छ अरे शैतानको घर भन्छ त्यसै कारणले गर्दा चाहिँ आफूलाई जुनसुकै ठाउँमा बस्नु भएको छ या कोठाभित्र बसि नराख्नुहोस् केही न केही त गर्नुहोस् तपाईँहरू पनि हामीहरू पनि गर्दैछौँ होइन हजुरहरूले पनि आफ्नो ठाउँहरूलाई आफ्नो गाउँहरूलाई देखाउने प्रयास गर्नुहोस् एकदम राम्रो आछ बाबु तिमी कहाँ हो तिम्रो नाम के हो अनि तिम्रो नाम चाहिँ के हो अनि कतिको चाहिँ यहाँ पर्छ तिमीहरू कतिको चाहिँ यहाँ पर्छ बाबु एकमा पर्छ हो राम्रोसँग पढ्नु है ज्ञानी बन्ने है खानु ल है ल ल तिमी दुईजना बाँडेर खानु ल राम्रो मान्छे बन्ने ठुलो मान्छे बन्ने ज्ञानी मान्छे बन्नु ल त्यसको एकदम अब हाम्रो ठाउँमा हो यो स्टेट भ्यालीदेखि चाहिँ यहाँबाट सबै होइन अझ यहाँ मात्रै होइन तपाईँहरूलाई यहाँबाट मात्रै हामीले सुर्खेतलाई देखाउने प्रयास गर्दैनौँ हामी अलि उता पनि जान्छौँ त्यहाँबाट गएर पनि तपाईँहरूलाई देखाउने प्रयास गर्छौँ है त यो चाहिँ यताबाट देखिने सुर्खेत यसलाई चाहिँ सुर्खेतको पुरै भ्याली देखिन्छ अनि तपाईँहरूले यो त्यो एयरपोर्ट छ नि यो पनि देख्न सक्नुहुन्छ तपाईँहरूलाई चाहिँ सजिलो बनाइदिन्छ हेर्नुको लागि है सुर्खेतको यो काँक्री बिहार हो अलि यतापट्टि भएको सानो ताल देख्नु भएको छ नि त्यो सबै त्यो के अरे यसलाई के भन्छ अरे बुलबुली ताल हो अनि उतापट्टि यो काँक्री बिहार हो अनि तल्लो सुर्खेत भन्छ यसलाई सर हेर्नुहोस् है तपाईँहरूले सुर्खेत कस्तो लाग्यो कमेन्ट गर्नु होला है चिसो मौसममा आउनुभयो भने त बादलले मक्क ढाकेको मखमली चोली माथि छड्किलायो यो चाहिँ कटुवा हो यहाँ आइसक्नु भयो भने तपाईँहरूले पिकनिक या जुनसुकै पनि आफ्नो हुन्छ नि गर्लफ्रेन्डहरू अनि कार्यक्रमहरू अनि विभिन्न कार्यक्रमहरूलाई चाहिँ यो स्पोर्ट चाहिँ एकदमै राम्रो प्लेस हो यो होइन त्यसको लागि चाहिँ कम्फोर्टेबल प्लेस अनि माथि हेर्दै तल सुर्खेत हेर्दै सुर्खेतको सिटी हेर्दै तपाईँहरूले चाहिँ यहाँ बसेर आनन्द लिएर खान सक्नुहुन्छ मजाले गफ गरेर जुन चाहिँ एकदमै रमाइलो भयो अहिले 4 जना भयौँ है हामीहरूले चित्रले बाइक मिलाउँदैछन् फोटो खिच्नको लागि भिडियो सुट गर्नको लागि दामी छ नि यो प्लेस फोटो खिच्नको लागि उसो गर्नको लागि दामी छ नि हामीहरू चाहिँ भर्खरै त्यहाँबाट निस्क्यौँ अब तपाईँहरूलाई चाहिँ हामीले चाहिँ अब अर्को ठाउँ प्लेस देखिन्छ त्यहाँबाट चाहिँ बबाल ठाउँहरू देखिन्छ उतातिरको भ्यूहरू पनि देखिन्छ डाँडा खोलतिर ओलतिरको सबै भ्यूहरू चाहिँ देखिन्छ अहिले चाहिँ हामी त्यहाँबाट भर्खरै निस्केर अब त्यहाँ जाँदैछौँ यो चाहिँ छेडा हो अब चाहिँ मेन प्लेस भनेको यो हो यहाँबाट चाहिँ उतातिर जान्छ कोइलकाँडा भयो अनि यहाँभन्दा माथिर भयो त्यहाँबाट हामीले गुराँसी जान्छ है यहाँबाट माथिर जान्छ होइन अब तपाईँहरू यहाँबाट कालीकोट जुम्ला पनि जान सक्नुहुन्छ है यहाँबाट माथिर यो चाहिँ छेडाको दामी गाउँ हो त्यहाँ बन्दैछ मेन गेट बन्दैछ मेन गेट पनि बन्दैछ छेडाको गाउँ हो अलिकति पछि हामी गोलकाँडामा जान्छौँ यहाँ आउनुभयो भने तपाईँहरूलाई चाहिँ खाजा सबैहरू पाउँछ यहाँ टाढाबाट आउनुभएको मान्छेहरूलाई पाहुनाहरूलाई चाहिँ यहाँ विशेष गरी केही अनुसारको सुविधाहरू छ है र हामीहरू चाहिँ एकछिन यहाँ रोक्छौँ है त यो चाहिँ बिचको सेन्टर अनि ऊ त्यो डाँडा देखेको छ नि त्यो डाँडा माथि कडिसकेपछि सिधा पाइला पनि आउँछ भ्यू हेर्नु न यहाँबाट पनि सुर्खेतको भ्यू गाइज हाम्रो सुर्खेत राम्रो छैन त भन त एकदम राम्रो छ ठाउँ अब यहाँबाट हेर्न सक्नुहुन्छ सुर्खेतको अल भ्याली दिस इज द पारा हामीसँग अरू कोही भइदियो विद्यार्थी मजा आउँथ्यो कि सिंगल लाइफ भयो होइन
एक्लै रमाउनु पनि सिक्नुपर्छ है झन् राम्रो एकचोटि यो दृश्यलाई हेरेर मजा लिनुहोस् ल यति मात्र होइन अहिले यहाँभन्दा उतापट्टि पनि देखाउँछौँ तपाईँहरूलाई बिहान यहाँ साँझतिर प्याराग्लाइडिङ हुन्छ यहाँबाट त्यहाँबाट पनि हुन्छ यहाँबाट पनि भएको देखेको थिएँ हो मैले त हुन्छ यहाँबाट पनि हुन्छ होइन फेरि लाग्यो हामी अर्को ठाउँमा अलिकति अफरोड छ अहिले अलिकति गाह्रो पनि छ अलिकति बन्यो भने चाहिँ हेर्नु त अलि डाँडामा अलिकति मात्र हो अफरोड धेरै गाह्रो छैन है हिँडेर भए पनि यहाँ इन्जोय गर्न सकिन्छ है सुर्खेतबाट झन् हिँडेर झन् उकालो चढ्दै आएर साथीभाइहरूसँग रमाइलो गफ गर्दै आउँदा पनि रमाइलो हुन्छ कस्तो दामी छ नि डाँडा पुलतिरको गाउँहरू पनि हेर्नु त डाँडामाथि यस्तो मन्दिर छ तपाईँहरूले आएर यहाँ फोटो खिच्नु सक्नुहुन्छ है अहिले चाहिँ ओपन भएको छैन बिहान र साँझ मात्रै पुल चाहिँ हो अलिकति यो नेपाल सरकारले पनि ध्यान दिनु पर्यो है यो बाटोमा अलिकति यो भएन यस्तो पनि हुन्छ रे यार होइन यस्तो पनि हुन्छ हुँदैन नि यार यस्तो अफरोड छ होइन यो कति भइसक्यो यस्तो ग्राभिला हालेको अहिलेसम्म पिजै गराएको छैन भने चोरहरू देशलाई खाइसक्यो बाटो बिजुली बत्तीहरू चाहिँ एकदमै यो प्रगतिको स्तरहरू चाहिँ बनाउँदैन कस्तो दामी छ नि यो ठाउँहरूलाई चाहिँ प्रगतिको स्तरहरूलाई चाहिँ बनाउनु पर्छ होइन बनाउनु पर्छ यार बाटो साटो बनाउनु पर्छ अलिकति दामी अलिकति माथि अलि डाँडामा त्यस्तो बनाउनु पर्छ यो बाटोहरूलाई पनि पिच गराएको छ ड्रिम प्लेस ओ माई गड यहाँतिरबाट चारैतिर देख्न सकिन्छ है अब यहाँबाट त फुल सुर्खेत देख्न सक्नुहुन्छ हजुरहरूले हेर्नुहोस् है हाम्रो सुर्खेत कस्तो छ भनेर यहाँबाट चाहिँ माथिको डाँडाहरू पनि देखिन्छ यहाँ पोलतिर पनि देखिन्छ यहाँको मेन विशेषता भनेको के हो भनेपछि यहाँबाट प्याराग्लाइडिङ पनि हुन्छ यो देख्नुभयो यहाँबाट झर्ने हो यो ठाउँबाट झरेर सिधै हामफाल्ने हो हामफालिसकेपछि प्याराग्लाइडिङ गरेर सर सुर्खेत घुम्ने हो हामीहरू पहिला के गर्छ थाहा छ यो ठाउँबाट हिँडेर आउँथ्यौँ कि हामीहरू यो छ नि रातो बाटो हुँदै जङ्गलको बाटो हुँदै हुँदै अनि माथि आउनको लागि ट्याक्कै हामीलाई आधा एक घन्टा जति लाग्थ्यो पहिला हामीहरू हिँडेर पनि धेरैचोटि आइसक्यो कि यो ठाउँमा धेरैचोटि हिँडेर पनि आइसक्यो तर यो ठाउँको मेन विशेषता भनेको के हुन्छ नि जाडो महिना होइन कुहिरोले ढपक्क यो सहरहरू दामी तरिकाले चाहिँ ढाकिन्छ अनि त्यहाँ त्यसपछि यो मान्छेहरू चाहिँ यहाँ मान्छेहरू आउनेको भिडहरू एकदमै बढ्छ क्या कस्तो आनन्द आयो यार तिमीलाई आनन्द आएन आनन्द आइरहेछ नि त थकित पनि भयो तर गन्तव्य पुग्नुको लागि चाहिँ यात्राको मजा लिनुपर्छ है गन्तव्य हाम्रो यही हो हामी चाहिँ यात्रामा मजा रमाइलो गर्दै आयौँ तपाईँहरूले पनि हेरिसक्नुभयो देखिसक्नुभयो सुर्खेतलाई एकचोटि राम्रोसँग हेर्नु ल देखाउँछु म यो चाहिँ हाम्रो लास्ट यात्राको भाग भनेको पाङ्गे सिम्बलको हो अनि यो चाहिँ मेन बिचको रोड देखिरहेको छ नि यो चाहिँ कालीकोट मेन राजमार्ग हो यो यस ठाउँमा त परिवारहरूसँगै आउनुपर्छ होला हौ फ्यामिली परिवारसँग होइन ट्रेडिङ आउने स्टल हो क्या यो ट्रेडिङ आउने स्टल हो क्या फ्यामिलीसँग होस् या के आफ्नो मनपर्ने व्यक्तिहरूसँग होस् आएर मजाले टाइम स्पेन्ड गरेर मजाले खानेकुरा ल्याएर सुख दुःखको कुराहरू गरेर होइन मजाले बस्न सकिन्छ गाइस तपाईँहरू पनि आउनु होला होइन जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ भने पनि अब आउनु होला मन पर्यो तपाईँहरूलाई सुर्खेत भनेपछि यही हो हाम्रो सुर्खेत हाम्रो यो माथिको टाढा यहाँबाट सारा सुर्खेत देखिन्छ जहाँ पनि हेर्न सक्नुहुन्छ अलिअलि बादल लागेको छ त्यसै कारणले गर्दा देखेको छैन हामीलाई थोरै मायाको खाएको छ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला हामीले सुधार्नु पर्ने धेरै कुराहरू छ हामीले भर्खर युट्युब च्यानल खोलेको हो अब चाहिँ हामी यहाँ नास्ता खान्छौँ एकछिन बसेर है आइपुग्यो है त अब हामी एकछिन यहाँ खाजा खाएर यहाँबाट एकछिन माने किन्छौँ सो गाइस हामीहरू चाहिँ अब फर्किँदैछौँ दिनभरि रमाइलो गरेर तपाईँहरूले पनि देखिसक्नु भयो ठाउँहरू चाहिँ कस्तो लाग्छ त्यो कमेन्ट गरिदिनु होला हजुरहरूले पनि हामीहरू चाहिँ अहिले फर्किहाल्छौँ है अब हामीहरू चाहिँ अबचोटि चाहिँ तपाईँहरूको लागि चाहिँ दामी भ्लगहरू लिएर चाहिँ हामी चाँडै आउनेछौँ हजुरहरू सामु र अहिलेको लागि चाहिँ हामीहरू चाहिँ अबचोटि भेट्ने बाजा सहित
हामीहरू चाहिँ लाइक चाहिँ यतिले guys, thank you for watching my video. Bye bye, अब साथी माया गर्नु होला, साथ सपोर्ट गर्नु होला, हामीलाई साथ सपोर्ट माया दिनु होला है। त्यही भन्दै आज म यही एन्ड गर्न चाहन्छु। Thank you so much. Watch my video.